कौशी खेतीमा प्याज सफलतापूर्वक उत्पादन गर्न आवश्यक सबै जानकारी आजको भिडियोमा कुरा गरौँ। पहिलो कुरा गरौँ किन घरमै प्याज खेती। बजारमा पाइने प्याज लामो समयसम्म स्टोर गरिएको हुन्छ। कौशी खेतीमा उमारिएको प्याज ताजा, स्वादिलो र रसायनमुक्त हुन्छ। गमला वा ग्रो ब्याग दुवैमा राम्रोसँग उत्पादन गर्न सकिन्छ। अब कुरा गरौँ बिउ र बेर्नाको बारे। बिउको कुरा गर्दा नेपालमै सिफारिस गरिएको जात जस्तै रेड क्रेसल, N53, बैतडी लोकल र भेनसका जातहरू बजारमै पाइन्छ। बिउलाई लगाउनु एक दिन अघि नै बिउलाई आधा घण्टा भिजाएर छायामा सुकाउनु पर्छ। त्यसपछि नर्सरी ट्रेमा माटोभरि 2 सेन्टिमिटर मुनि बिउलाई खसाल्न पर्छ र मसिनो माटो वा जुटको बोराले छोपी सिँचाइ गर्नुपर्छ। र बिउ नउम्रेसम्म दिनदिनै सिँचाइ गर्नुपर्छ। प्याजको बेर्ना 20 देखि 25 दिनमा सार्न मिल्छ। र बेर्नाको जरालाई रोप्नुअघि 1 ग्राम बेबिस्टिन प्रति लिटर पानीमा मिसाई 30 मिनेटसम्म राख्दा रोगको प्रकोप कम हुन्छ। त्यसपछि बेर्नालाई गमलामा सजिलैसँग रोप्न सकिन्छ। अब कुरा गरौँ माटो र मलबारे। प्याज खेतीका लागि मलिलो, हलुका माटो उपयुक्त हुन्छ। माटोसँग गोबर मल र कोकोपिट वा बालुवा 2:1:1 को रेसियोमा मिलाई गमला वा ग्रो ब्यागमा हाल्न पर्छ। सिँचाइको कुरा गर्दा प्याज रोपेपछि सुरुको समयमा चिस्यानको आवश्यकता हुन्छ। यसबेला सिँचाइ चाहिन्छ र प्याजको गानो बन्ने र वृद्धि हुने बेला पनि सिँचाइ महत्त्वपूर्ण हुन्छ। गानो परिपक्व हुन सुरु भएपछि मात्र सिँचाइको मात्रा कम गर्दै लानुपर्छ। प्याजको बाली लिने समय प्याजको पातहरू पहिलिने, गानोको घाँटी सुक्ने वा बोट घाँटीबाट भाँचिनेपछि हो। अब यी सबै जानकारी पाएपछि हजुरहरूले पनि सजिलैसँग आफ्नो कौशीबारीमा प्याज फलाउन सक्नुहुन्छ।